हेलो गाइज, आज हामीहरू चाहिँ यसो बाहिरतिर घुम्न आएको है। कस्तो हुन्छ भनेर यो जापानको एरियाहरू कस्तो छ भनेर हेर्न आएको। राम्रै लाग्यो, खुसी नै लाग्यो है। अनि यहाँ चाहिँ हाम्रो एउटा साथी हो, यो मेरो आइफोन हो, उसको खै देखो त रेडमी वाला। अनि यसो घुमफिर गरेको है। सेयुतिर गयौँ, सामान नकिन पनि किनौँ भन्दा पनि के किनेर आइसक्यौँ क्या। एकदम सेयु पनि राम्रो रहेछ अलिक फेरि। यहाँको चाहिँ तल हो है, यो तल स्टेसन हो, त्यहाँ चाहिँ एकी भन्छन् अरे, एकी त भन्छन् है जापानिजमा है। अनि हजुरहरू पनि घुम्न आउनु चाहनुहुन्छ भने चाहिँ आउनु होला। यसो न रमाइलो छ। जिन्दगानी न त कट्या छ, पिरै पिरमा छ, यसो हेर्दा हजुर जिन्दगी ठिकै छ। एक गीतै गाउन आउँदैन फेरि, किन यो गीत गाएको। कस्तै राम्रो राम्रो आएको छ हेर्नुहोस्। हजुरहरू पनि राम्रो राम्रो आउनु भयो भन्ने आशा लाग्यो। हजुरलाई कस्तो लागिरहेको छ त सामानहरू किन्दामा? यता हेर्नुहोस् गाइस, ओए भन्नुहोस्, खुसी लाग्छ खुसी लाग्छ कि दुःख लागिरहेको छ पैसा गयो भनेर हो र? के किन्यो त? यो चाहिँ के हो? खुतुर्की। ए खुतुर्की। अब त पैसाहरू जम्मा गर्ने विचार लाग्यो। आइफोन 20 किन्ने हो यसले। ए त्यसको लागि म बनाएको कि घर जानको लागि चाहिँ प्लेन खर्च चाहिँ गरोस् भनेर बनाएको। जे पनि हुन्छ, ए पैसा जम्मादै गरौँ। ए त्यसो पो हो। अनि के हो यत्रो पोलिथिनै भरि भर्नु भएको त? के ल्याउनु भएको त्यसरी? ए तर यो घर चाहिँ कति राम्रो आयो यार। यो मैले भिडियोमा तिमीभन्दा नि गर्दा आयो भनेको लाग्यो। तिम्रो बेइज्जत गरेको होइन। यी तोमदाची हित देश, फलानी देश। हामीलाई यहाँ रुगा लागेर हैरान भइरहेको छ। चिसो धेरै छ क्या, त्यस कारणले गर्दा मैले ज्याकेट लगाएको छु। चिसो भएको कारणले गर्दा ज्याकेट लागेको है, नत्र लाउने थिएन। हजुरहरू लाउनुहुन्छ कि लाउनुहुन्न भन्नुहोस् त, जनता जान्न चाहन्छन् यहाँ। ए हाम्रो गुरुजी त यहाँ सुतिहाल्नु भएर चाहिँ त यहाँ हुँदैन। जापानमा यस्तो हुन्छ हेर्नुहोस्, गाडीमा त्यो ड्राइभिङ गर्दै गर्दै त्यहाँ चाहिँ चलाउँदैन, सुतिसक्यो क्या मान्छे। साँच्चीकै रियालिटी नै भनेको क्या हजुरहरू। के गर्नु, त्यस कारणले गर्दा एउटी पारी मिलाइहाल्छ मान्छे। ए क्युटी केटी है, त्योसँग मेरो लभ पर्छ जस्तो छ। हेर्नुहोस् यो कस्तो लाग्यो त? राम्रै छ है, मभन्दा नि राम्रो छ धेरै। म त जापानिज होइन नि त, म नेपाली हो नि त। मेरो बाबुआमा नेपाली भएपछि म नेपाली नै भएँ। गाड्नु गाह्रो छ। नत्र त म मेरो बाउ एउटा आमा पनि विदेशी भइदिए त विदेशी नै हुन्थ्यो होला है। हो हेर्नुहोस्, यहाँ चाहिँ अहिलेको आजभोलिको यहाँ चाहिँ पहाड भइसकेको छ। पहाड हो कि के हो? वर्षा हिउँद भइसकेको छ। हेर्नुहोस् यस्तो छ, झार मात्रै, माथिका डाल्खा मात्रै छन्, अरू केही छैन, पात छैनन्। यिनीले खाइन अरे क्या पातभरि, यिनीले खाइन अरे पात। बुझ्नुभयो? हामी नेपालको बाटोमा हिँड्दैछौँ अहिले चाहिँ। नेपालको ठ्याक्कै यो कहाँ थियो भनेपछि हजुरहरू म भन्छु क्या, मलाई याद छ पशुपतिको त्यो ठ्याक्कै माझमा जाने बाटो, एयरपोर्टतिर जाने बाटो छ। याचिपा बाटो देखिँदो चाहिँ गौशाला उता भइगयो क्या। एयरपोर्टबाट एयरपोर्ट यता पशुपति भयो, यतापट्टि एयरपोर्ट छ नि त, बिचमा यस्तो छ क्या। म परासो धेरै हिँडिरहेको छु, त्यही बाटो याद आयो। हेर्नुहोस् यतापट्टि पिच रोड छ, यतापट्टि अब क्या रोड हो यो, माटोको रोड छ। त्यस्तो रोड छ। हजुरलाई चाहिँ कस्तो फिल भइरहेछ अहिले चाहिँ? अब ठुलो अब जानु न, हजुरको अब चाहिँ सुनि। नेपालमा गएको जस्तो फिल भइरहेछ। ए हो र, हो नि त देशका। हेर नेपाल जापानमा पिच रोडमा हिँडेको मान्छे भएर हेर अहिले यस्तो बाटोमा हिँड्नु नसक्ने भइरहेछ। बढी नै बोलेँ क्या हो, आवाज नै सुक्न लागिसक्यो गाइस। हेर्नुहोस् अब म बिरामी हुन लाग्छु गाइस। हजुरहरू औषधि दिन सक्नुहुन्छ भने चाहिँ पठाइदिनु होला, पार्सल गरे पनि भइहाल्छ, केही हुँदैन। अनि सबैलाई सम्झिया छु है,
म बिरामी छु त्यस कारणले गर्दा सबैलाई सम्झिएको छु बोल्न अहिले रुगा लागिरहेको छ नि त अनि त्यसपछि आएर सबैलाई सम्झाएको छु हजुरहरू मेरो फ्यामिलीदेखि लगेर मेरो शाखा सन्तान फ्यामिलीदेखि लगेर शाखा सन्तान सबैलाई सम्झाएको छु है अरू त जिन्दगीमा जापानिजलाई पनि सम्झाएको छु जापानिजहरूलाई पनि अनि यिनी केटीलाई पनि सम्झाएको छु र मेरा साथीहरू मेरा दुश्मनहरू सबैलाई सम्झाएको छु दुश्मन त होइन दुश्मनलाई पनि सम्झिनुपर्छ किनकि जिन्दगानीमा जाने कि सबैतिर जानु नि त हेर स्याउला चाहियो भने चाहिँ आउनुहोस् होला सम्पर्क गर्नु होला अझै त सोर्ने टाइम हो त यो सम्पर्क गर्नु होला हजुरहरूको गाई बस्तुलाई चाहिन्छ यो चाहिँ 70 चाहिँ थाहा छैन भने म घर घरमा डेलिभरी हुन्छ फ्रीमै अनि फ्रीमा हुँदैन 10 रुपियाँ मात्र जम्मा 10 रुपियाँ हो उता कोवेन भनेको पार्क चाहिँ त्यहाँमा चाहिँ हजुरहरू खेल्न पाउनुहुन्छ मजाले जस्तो खेल्न मन छ त्यस्तै खेल्न पाउनुहुन्छ वाउ ओ यहाँ चाहिँ कस्तो राम्रो भिडियो आएको छ हेर्नुहोस् यस्तो वाला छ खेल्ने चाहिँ बच्चा बच्चीको लागि एक नम्बरमा एक प्रकारको म पनि बच्चा नै हो अगाडि नै उल्ल्यो त तिमी मोटी भयो ल त म बनाउँदै हेर्नुहोस् गाइस यो निशा चाहिँ बच्चा हो माथि गइसक्यो चरा हो क्या यो बाँदर ए यो त बस्ने रहेछ यहाँ गाडी चलाउने रहेछ गाडी चलाउने रहेछ ओ अब कताबाट छिर्ने होइन नि यस्तो छिर्ने हो के गरे होला बच्चा बच्ची जस्तै रहेछ कि ठ्याक्कै म बच्चा तिमी सक्दैनौ के छिर्दैनौ छिरेरै छान्ने त्यो अध्यपछि गइसक्यो चरा गइसक्यो जामजाम गुर्दी जामजाम हेर्नुहोस् गाइस जापानमा आउनु होला यस्तो चाहिँ यो पाहाडमा चाहिँ घुम्न आउनु होला अवश्य पनि यति राम्रो छ है अब रुगा लाग्यो भने यस्तो गाडी छ अब चलाउन पनि मिल्छ यहाँ अगाडि गुरुजी बस्छ म चाहिँ प्यासेन्जर हो क्या अहिले के गुरु बन्नु छैन त्यस कारणले गर्दा है झर झर फुट्ट गर त त्यहाँदेखि फुट्ट गर त फुट्ट गर के यहाँ आऊ न यतापट्टि आऊ न यतापट्टि आएर हियामत गर न ल है निशा माथिबाट हाम फाल्न रहेछ छिर्ने होइन के त्यहाँदेखि फुट्ट गर न किन भाँचिनु ए ल ल ल ल ल ल ल ल निशा भारी रहेछ यसको ज्यान पनि भारी गरेर उठ्यो किन खेल्छ है अब यो फेरि गइसक्यो बच्चा खेल्ने ठाउँमा ठुलो मान्छे खेलिरहेछ एउटा मात्रै भिडियो बनाइदेऊ न एउटा काटेर केसमा